जाति थियो। त्यसै कारणले हाम्रो मौलिक पहिचान बसेको। आज त्यो पहिचान स्थापित गर्न हामीले पार्टी बनाएको, तर त्यो पार्टीले हाम्रो पहिचान स्थापित गर्न मद्दत गरे कि गरेन भन्ने कुरा तपाईँ हामीले मेरो पार्टीले गरे कि गरेन भनेर आफैले प्रश्न गर्नुहोस्, आफ्नो पार्टीले सोध्नुहोस्। यो मूल्य मान्यता स्थापित गर्न पार्टीले हामीलाई साथ दिएकी थिएन, सरकारले साथ दिएकी थिएन भन्ने कुराहरूलाई अनि मेरो पार्टीले जित्यो त्यति बेला हुन्छ। म एउटा उदाहरण दिन्छु। सिन्धुली जिल्ला तामसाली प्रदेशभित्र प्रस्तावित जिल्ला हो। थुप्रै गाविस 53वटा गाउँ विकास समिति मध्ये 22वटा गाविसमा तामाङहरूको बाहुल्यता छ, तर गाविस अध्यक्ष कहिले पनि तामाङ हुँदैन। हरिहरपुर गरी गाविस भने सिन्धुलीको मकनपुरसँग जोडिने अन्तिम गाविस त्यहाँ 100% तामाङहरूको बसोबास छ। अनि स्कुल कस्तो हुन्छ, पढाइमा हामी पछि पढ्यौँ किन भन्ने कुरा म उदाहरण दिएको छु भाषाका कारणले। त्यो 11मा स्कुल छ, पढ्नुपर्ने बच्चा तामाङको हुन्छ, किताब जति नेपाली भाषाको हुन्छ, पढाउने मास्टर चाहिँ मधेसी हुन्छ, तामाङलाई पढाउने चाहिँ। अनि त्यो तामाङको बच्चाले के बुझ्ने र के लेख्ने, शिक्षा अनि किन पछि पढ्छौँ भन्ने कुरा त्यहाँबाट सुरुवात गरेको मैले उदाहरण दिन्छु तपाईँलाई। परीक्षामा क्वेसन दिएछ, त्यहाँ त्यो बच्चालाई तामाङको बच्चालाई क्वेसनमा लेख्दैछ ढेँडुको चित्र, यो जनावरको नाम के हो लेख भन्दा तामाङको बच्चाले हुडी भनेर उत्तर लेखेको। अनि तामाङको बच्चाले हुडी लेखेर उत्तर दियो, कपी जान्ने ठाउँमा त हुडी बुझ्ने मान्छे त छैन। अनि मान्छे फेल, तामाङको बच्चा फेल। अनि हाम्रो आमाहरू आपाहरू मेमहरू के भन्छ, यसले पढ्न जानेन, भाग्यमा छैन, अब हलचोकले बिहे गर्ने हर्दम गर्ने पढ्नु हुँदैन अब भन्नेतिर पुग्छ। अनि यो देशमा हामी आफ्नो कुरा लेख्छ, आफ्नो कुरा बोल्छ, फेल हुन्छ। अनि त्यो हाम्रो भाग्यले गराएको हो, हाम्रो कर्मले गराएको हो। प्रश्न फेरि पनि नयाँ नेपाल बनाउँछु भन्ने पार्टीहरूलाई अब तपाईँले बनाउने नयाँ नेपालमा हुडीले त तामाङको छोरा फेल हुन्छ कि पास हुन्छ, हामीलाई त्यो चाहियो। अनि हामी हाम्रो कुरा गर्दा फेल भएर बस्ने, अनि नयाँ नेपाल भयो भनेर हुन्छ। यो एउटा उदाहरण। अब पढे, ब्याचलर गरे, डिग्री गरे, सरकारी जागिरमा स्थायी हुनको लागि कर्मचारी हुनुको लागि लोकसेवा आयोग पास हुनुपर्छ। लोकसेवा परीक्षा दिन जानुहोस् तपाईँले फर्म भरेर, क्वेसन कस्तो सोधिन्छ भन्दा क्वेसन बनाउने ठाउँमा हाम्रो मान्छे छैन, कपी जान्ने ठाउँमा हाम्रो मान्छे छैन। क्वेसन कस्तो सोध्छ भन्दा बाहुनले पेट पर्दाखेरि उठिदिएको थुकलाई के भनिन्छ भनेर क्वेसन सोध्छ। अब त्यहाँ तामाङको छोरा माझीको छोरा पास हुन्छ। अनि त्यो कर्मले गराएको कि भाग्यले गराएको, यो देशको सिस्टमले विधिले फेल गराएको हामीलाई। साँच्चीकै त्यो सिस्टम खारेज हुने हो भने, कपी जान्ने र क्वेसन बनाउने ठाउँमा म तामाङको छोरालाई पनि पुर्याइदियो भने म पनि अर्को जातिले फेल गराउन सक्छु। म त्यो ठाउँमा पुग्यो भने म पनि लोकसेवा आयोगको क्वेसन बनाउँछु। तामाङ र सांस्कृतिक बाजा डम्फु सेङ्गमी हाला भनेर सोध्छु नि त। अनि त्यो बाहुन पास हुन्छ त्यहाँ। अनि हामी लोकसेवा त्यसरी अनकन्टेड क्वेसनहरू प्रस्ताव राखेर फेल गराउने, अनि हाम्रो कर्ममा मतवालीको छोरा नपढेर, जनजातिको छोरा नपढेर फेल भयो भने हामीलाई अयोग्य बनाउने। र त्यो क्वेसन हामीले राख्यो भने बाहुनको छोराले कतिजना पास हुन्छ हेरौँ त। म पनि कपी जाने ठाउँमा म हुन्छु नि। तामाङले त लेखिहाल्छ, तामाङको सांस्कृतिक बाजा डम्फुको आविष्कार भनेको पेङडोर चाहिँ हो भन्छ नि त उसले। त्यति बेला तामाङ त कपी जाने ठाउँमा मै हुन्छु, पास दिन्छु नि त नम्बर। अनि हामीलाई फेल गराउने विधि र सिस्टमले, यहाँको नीतिले अनि अयोग्य भनेर हामीलाई प्रमाणित गर्ने, यसको जिम्मेवार छ। त्यसको हिसाब खोज्दैछौँ अब हामी। 2007 सालदेखि 65 सालसम्म आउँदाखेरि नेपालभरिमा 948 जना तामाङको बलिदान भयो, शहीद भएछ। 948 जना तामाङको शहीद परिवारहरू आज के गर्दैछन्, के को निमित्त उसको बलिदान भयो, के प्राप्त गरे उसले, त्यसको जवाब यहाँको सरकारले, यहाँको पार्टीले दिने कि नदिने हामीलाई, त्यसको हिसाब लिन अब तामाङहरू कसिनुपर्छ। 2850 यो तल लोछारमा, यो लोछारभरिमा त्यसको हिसाब लिनुपर्छ हामीले, यहाँको पार्टीसँग, यहाँको सरकारसँग। 948 जना तामाङको ज्यानको पार्टी मारेर उनीहरूले बलिदान गरे। आज तामाङको लोछार स्थापित नगरेर यस्तो सडकमा मान्नुपर्ने? त्यो तामाङले त्यसै बलिदान दिएको छ, त्यो हिसाब अब हामी खोज्नुपर्छ। त्यो क्रममा तपाईँको सर्लाही जिल्लामा कतिजना तामाङ मर्यो होला, हिसाब छ तामाङसँग? अरूसँग त भएन भने तामाङसँग हुनुपर्छ। मेरो अधिकारी संस्था नेपाल तामाङ बिजनेसले हिसाब खोज्नुपर्छ। तिनीहरूको परिवार के गर्दैछन् भने पत्ता लगाउनुपर्छ। मैले देशभरिको जिल्लाको तामाङ बलिदान दिएका तामाङहरूको नाम लिस्ट निकाल्दैछु। यो मेरो एउटा पत्रिकामा सिन्धुलीको हालेको छु, अर्को अङ्कमा अर्को जिल्लाको हाल्छु म। सिन्धुलीमा मात्रै 47 जना तामाङको बलिदान भएछ।
सर्लाही जिल्लामा 7 जना तामाङको बलिदान भएको छ। त्यसको नाम लिस्टहरू हामीले लिएर राखेका छौँ। त्यो प्रकाशित हुन्छ, तपाईँले हेर्ने होला। कसैको नाम छुटेको छ भने सच्याउनु होला, किनकि भोलि त्यो बलिदानको उसको योगदानको कदर हुने बेलामा त्यो मान्छे नछुटोस्। हामी लडाइँ जित्ने पक्षमा छौँ। जति हार्नु थियो आदिवासी जनजातिहरूले, तामाङहरूले, अब हार्ने ठाउँ छैन। अब हामी जित्नको लागि मात्रै अगाडि बढिरहेका छौँ। हामीले अब जित्ने मात्रै बाँकी छ। त्यो जित्ने बेलामा ती बलिदान दिएका सहितका परिवारहरू स्थापित नहोस्, उनी नछुटुन् भन्नको लागि पनि तपाईँहरूले सचेत हुनुहोला। आफ्नो गाउँ छिमेकमा कुन कुन तामाङले कसरी बलिदान गरेछ भन्ने पनि पत्ता लगाउन जरुरी छ। अनि भाषाकै कारणले हामी पछि परेको त्यति बेलाको पढाइको कुरा अहिले पनि हामीले त्यसरी पछि पारिरहेका छौँ। दोलखाको एउटा घटना छ नि, तामाङहरू जन्मजात गाई खाने, गाई त काटेरै खाने हो। यहाँ सुरक्षित निकाय पनि हुनुहुन्छ होला, प्रश्नसँग सुन्नु होला। गाई त तामाङहरूको संस्कृतिसँग चाहिने चिज हो। गाई काटेरै खान्छ मतवालीहरूले, मानव आदिवासीहरूले। पूर्वतिर गएर लिम्बुवान खम्बुवानका राई र लिम्बुवानले काटेरै खान्छ। तर आज गाई काट्ने चाहिँ जेलमा हुन्छ, मान्छे मार्ने चाहिँ मन्त्री हुन्छ यो देशमा। कस्तो खालको नीति हो, उसको एउटा संस्कृति हो। यो देशमा विभिन्न धर्मावलम्बीहरू छन्, आस्था मान्नेहरू छन्, कोही बुद्धिस्ट छन्, कोही क्रिस्चियन छन्, कोही हिन्दू छ। हिन्दूहरूले गाईलाई आमा मान्छ, आमा मान्न पाउनुपर्छ उसले। तर गाईलाई मासु खाने जातले त उसले खाना पनि त पाउनु पर्यो नि। त्यो हो नि त सांस्कृतिक सद्भाव। धर्मनिरपेक्षता भनेको त त्यो हो नि त। गाईलाई आमा मान्ने, गोरुलाई बाहुना मान्ने, त्यो संस्कृति छ नि त हामीसँग। अनि कसैले गाईलाई खायो भन्दै मात्रै मुद्दा लाउनु पर्ने, हत्कडी फिर्नुपर्ने हाम्रो पुर्खाले। अब फेरि पार्टीतिर सोध्छौँ, गौरवशाली पार्टीहरूलाई। अब गाईको मासु खाँदा तामाङको छोराले हत्कडी लाउँछ भने तपाईँको नयाँ नेपाल हुन्छ? अनि कसरी धर्मनिरपेक्षता हुन्छ? दोलखामा घिसिङले त्यति बेला पञ्चायतमा गाई मार्नेलाई ज्यान केस हुन्थ्यो, ज्यान मुद्दा लाग्थ्यो। घिसिङको छोराले त्यति बेला गाई त मार्न पाइँदैन थियो कानुनमा। लडेको गाई, मरेको गाई त खाइन्छ नि, तामाङले चिनो खान्छ हुन्थ्यो। मरेको गाई खायो, विरोधीले मुद्दा हाल्थ्यो उसले गाई काटेर खायो भनेर। अब अड्डा अदालतमा बयान लिने वकिल पनि हाम्रो छैन, न्याय सम्पादन गर्ने न्यायाधीश पनि हाम्रो छैन, समातेर लाने पुलिस चौकीहरू पनि हाम्रो होइन। बयान दिनुपर्ने छ नेपाली भाषामा, तामाङको छोरालाई नेपाली आउँदैन, हाम्रो भाषा अड्डामा चल्दैन, अदालतमा चल्दैन। अनि त्यो तामाङले बयान दिनुपर्ने, तैँले गाई मारेको कि के हो भनेर न्यायाधीशले सोध्छ, उसले सिधै भन्छ अब गाई मार्या, काटेर खाया, मैले के बिगार्या भन्छ। उनले भनेको गाई मर्यो, काटेर खायो, मैले के बिगार्यो भन्न खोजेको। हाम्रो तामाङहरूको अक्षरमा कहिले पनि क ख भन्ने आउँदैन, एकैचोटि का खा भन्ने आउँछ। त्यो जातीय विशेषता हो। त्यस कारणले उसले आकार दिएर भन्ने, गाई मर्यो भने उसले गाई मार्या, काटेर खाया, मैले के बिगार्यो भने। अनि साबिती बयान भयो, उसलाई 12 वर्ष जेलमा हाल्यो। अब त्यस्तो व्यवस्था खोजेका हौँ हामीले नयाँ नेपालमा? पक्कै त्यो होइन। उसले आफूले बुझेको, आफूले जानेको भाषामा बयान दिन पाउनु पऱ्यो नि त नयाँ नेपालमा त। मेरो भाषा मैले लाग्छ फुल्ला भनेको कुरा यहाँको सिडिओले, यहाँको प्रशासकले, यहाँको न्यायाधीशले बुझेन भने त्यो कसरी योग्य भयो ऊ चाहिँ? हाम्रो कुरै नबुझ्ने मान्छे चाहिँ न्यायाधीश हुन्छ? हाम्रो कुरै नबुझ्ने मान्छे चाहिँ सिडिओ हुन्छ? उसले प्रमुख जिल्ला अधिकारी हुन्छ? सिडिओको भाषा हामीले नबुझ्न सक्छौँ, तर ऊ त सिडिओ हो नि, जिल्लाको प्रमुख हो। जिल्लाभरिमा कतिवटा भाषा बोल्ने मान्छे छ, त्यो सबैको सिडिओ हो नि त ऊ त। त्यस कारण उसले सबैको बुझ्न जरुरी छ। उसले बुझेन भने बुझ्ने मान्छेले उसले दोबासे राखेर बुझ्न खोज्नुपर्छ। त्यस कारणले आज त्यो त हुँदाखेरि हामी पछि परेको। अब अहिलेको पुस्तक चाहिँ अब त्यति बेला नपढेर अथवा त्यो चाहिँ भाषा नबुझेको कारण पछि पऱ्यो। अहिले हाम्रो भाषा बिर्सेर अरूको भाषा पढेर पछि पर्दैछ। अब संघीयताको कुरा हुन्छ, स्थानीयताको कुरा हुन्छ, स्थानीय स्वशासनको कुरा आउँदैछ। स्थानीय स्वशासन भनेको आफ्नो ठाउँमा आफ्नो शासन हो। आफ्नो ठाउँमा आफ्नो शासन गर्नको लागि तपाईँ कतिको तयार हुनुहुन्छ? त्यही तयार नभएको कारणले संघीयता आउने भयो, स्थानीय स्वशासन पनि आउने भयो, सांसालिक पनि आउने भयो। तामाङहरू तयार भएन भने को हुन्छ? अग्नि सापकोटा प्रमुख हुन्छ। स्थानीय स्वशासन आयो, प्रमुख चाहिँ अग्नि सापकोटा हुन्छ। फेरि हामी तयार भएनौँ भने सिन्धुलीको एउटा उदाहरण दिन्छु, नेत्रकाली गाविस जहाँ तामाङ मात्र बस्छ। महिला विकास कार्यालयले त्यहाँ एउटा भ्याकेन्सी खोलेछ जागिरको लागि, कर्मचारी चाहियो भनेर। उनले त्यहाँको तामाङलाई नेपाल सरकारको नीति कार्यक्रम त्यहाँ लानु छ तामाङ गाउँमा। अर्को मान्छे कर्मचारी भएर गएर त त्यहाँ त काम लाग्दैन। त्यहाँको तामाङले नबुझेपछि त उसको नीति त असफल हुन्छ। त्यो नीति, त्यहाँको नीति र त्यहाँको भाषा बुझ्ने, स्थानीय सम्बन्ध गाँच्न सक्ने मान्छे त्यहाँको कर्मचारी हुने भनेर विज्ञापन गर्यो। 4-5 जना तामाङहरूले मसँग सिफारिस माग्न आयो, सिफारिस गरिदियो भनेर।
मैले ब्याचलर पढेर ती 4जना तामाङहरूलाई सिफारिस गरिदिँदैन भनेको थिएँ। तपाईँहरू तामाङ त हो, सर्टिफिकेट पनि छ, नागरिकता पनि छ, पढेको योग्य पनि हो, तर तपाईँहरूसँग भाषा छ कि छैन? त्यहाँ मागेको त भाषा बुझ्ने मान्छे, स्थानीय गाउँमा बाबुआमाले बोल्ने भाषा बुझ्ने मान्छे चाहियो भनेको छ। तामाङको छोरा हो, हामी नै हुन्छौँ नि भनेर उनीहरूले लिएर गए। अनि उहाँ चाहिँ अन्तर्वार्ता भयो तामाङ भाषामा। तामाङको छोरालाई पढेको त हो नि।